साथी हो गुड आफ्टरनुन। यहाँ हेर्नुहोस् मेरो स्टुडेन्टहरूले चाहिँ यहाँ पकौडा खानु गइरहेछ। आज पढ्ने होइन अरे पकौडा खाने अरे। अनि मैले यिनीहरूको लागि एउटा पकौडा ल्याइदिइरहेको छु। अनि पकौडा हेर्नुहोस् त तपाईँलाई कसरी यिनीहरूले पकौडा खाँदैछ। ल यो केटाहरूले पकौडा खाने अरे। पकौडा चाहिँ देखाइदियो केटा हो। पकौडा कस्तो रहेछ। ल यो के पकौडा हो बताइदेऊ। चिकन पकोडा। चिकन पकौडा खानेहरू पनि यी सबै पकौडा जस्तै मान्छेहरू छ। यी सेकेन्ड पकौडा, थर्ड पकौडा, यहाँ फोर्थ पकौडा। यी पकौडा अरे। पकौडा खाने मान्छे पनि पकौडाहरू जस्तै छ। यहाँ पकौडा खुवाउने मान्छे पनि पकौडा जस्तै भइसक्यो। म पनि ल एकदम खाऊ है केटा हो। हाइट नगरी खावा। पकौडा खाएर फेरि कार्बन डाइअक्साइड यहाँ छोड्नु होइन ल। यिनीहरूको फेरि म ठिक पार्छु नि फेरि। ल एन्जोय द पकौडा है माई स्टुडेन्ट। ल साथीहरू पकौडा हेर्नु। पकौडा खाएर यति घुटुक घुटुक थुक्ने ल।